कतिपय नजरबाट ओझेल रहेका दृश्यहरू म मेरा दर्शकहरू माझ ल्याउने उद्देश्यका साथ नदीपुरबाट म दोस्रो ओह्रालो झरेर दाहिनेतिरबाट म तल झरेर यो आफू किशोर अवस्थामा खेलिएको ठाउँ देखाउनको लागि म तलतिर झरेँ। यहाँ आएर हेर्दा यति रमणीय लाग्यो, परिवर्तन यति भइसकेको रहेछ जसको सीमा नै छैन। ट्रेनिङ गरेर आएको के भाइ हो? अस्ति राम्रो स्थान बनेछ अहिले जोस्। आर्मीमा भर्ती हुन तयारी गर्दै गरेका केटाहरू एक्सर्साइज गरेर माथि चढ्दै थिए। उनलाई देख्दा आफ्नो पनि युवावस्थाको स्मरण भयो। झमझम पानी परेको अवस्था छ। अहिले थोरै कम्ती भएछ, यो दर्किने अवस्थामा छ। यहाँको बाटो चख्ल्याएर ढलान पनि गरिएको रहेछ। यो सिँढीहरू बनाइएको रहेछ बिचमा। थोरै तल झर्दा पानी झनै दर्केर आयो। अब यहाँ केही भाइहरू बसेका रहेछन्। अब म पनि केही बेर यहीँ बसेर पानी कम हुने प्रतीक्षा गर्नेछु। रिमझिम वर्षाको पानी अनि साथीभाइको यो जमघट, आहा, अनि यो हरियाली, पानीका थोपा थोपाहरूले नुहाइरहेको यो दृश्य, आहा, कति रमाइलो। अब भने वर्षा थोरै कमी भएको छ। म तलतिर राख्दैछु। अनि यहाँबाट मेरा दर्शक वृन्दहरूलाई के यहाँका रमणीय स्थलहरू देखाउने म प्रयास गर्नेछु। अगाडि यो दायाँपट्टि देखिएको गोरेटो यो छन्त्यालहरूको त्यहाँ धनुष बाणहरू चलाउने ठाउँ तर्फ जाने बाटो भयो र यो देब्रेपट्टि म अघि बढ्दैछु। हेरौँ अब यहाँको दृश्यहरू, अरू पनि म के रमाइलो छ त्यो देखाउँदै गर्नेछु। यथार्थमा भन्नुपर्दा बाटोघाटो अति नै राम्रो बनाएका रहेछन्। माथिबाट यो वर्षायामको पानी बगिरहेको छ। अब यताबाट म घाटतर्फ जाँदैछु। यो घाट पोखरा महानगरपालिकाको नदीपुर क्षेत्रमा शिव मन्दिर मार्ग सेती नदीको किनारमा अवस्थित छ र हिन्दू परम्परा र संस्कृति अनुसार यो मुख्य रूपमा अन्तिम संस्कार, जसलाई शबदाह पनि भन्ने गरिन्छ, र दिवंगत आत्माको नाममा गरिने विभिन्न श्राद्ध तथा क्रियाकर्महरूका लागि प्रयोग गरिने स्थल घाट हो। यहाँ स्थानीय बासिन्दाहरूले आफ्ना आफन्तजनको अन्तिम संस्कार गर्ने गर्दछन्। अब यो मान्छेहरू यहाँ रमाइलो गर्न पनि आउँदछन्, किनभनेदेखि रमाइलो गर्ने ठाउँ जस्तै नै बनेको छ यो। अहिले पानी झमझम परिरहेको छ। अझ अघि त म भर्खर माथिबाट झर्दै थिएँ, त्यतिखेर भनेदेखि अझै पानी एकदम मुसलाधार परेको थियो र केही बेर त्यहाँ पार्टीमा बसेँ र अहिले अलिकति हल्का भएपछि छाता ओढेर म तलतिर झर्दैछु। यो कुन ठाउँ भनेर मेरा दर्शक वृन्दहरूलाई चाहिँ नि बुझ्न गाह्रो होला। यो चाहिँ नि यो नदीपुर हो, चाहिँ तल्लो ओह्रालो बाटो। अहिले त पारबार पनि गरेका रहेछन् यहाँ। यस्तो प्रकारले अब बनाउने यहाँको संरचना के हो यो बुझ्नै गाह्रो भइरहेछ मलाई पनि। अहिले खेतीपाती पनि गरिएको रहेछ। मकैहरू पनि लगाइएको रहेछ। बाँझो जमिनलाई खेतीयोग्य बनाउन
निकै कठिनै भयो होला, तर धन्य हो ती श्रमिक हातहरूलाई जसले बाँझो जमिनलाई गोडमेल गरेर अन्न उत्पादन गरे। सब जलाउनु छ भनेदेखि यो दायाँतर्फ लानुपर्ने रहेछ। अन्न उत्पादन मात्र नभई बाख्रा पालन पनि गरिएको रहेछ। त्यहाँ देख्न सकिन्छ बाख्रा, 2-3वटा बाख्रा पनि रहेछन् त्यहाँ। कम मेहनतले सिँचेको ठाउँ त होइन यो, किनभनेदेखि मैले यो ठाउँलाई पहिले नै देखिसकेको छु। अहिले जो अब कुनै संस्था सङ्गठन या समिति कुनैले पनि यसलाई यति राम्रो बनाइएको रहेछ, यहाँ त आउनै डर लाग्थ्यो। यस ठाउँमा हिँड्न भनेपछि हुन त रातिमा पनि आइयो यस ठाउँमा। रातिमा आएर उसको छेउमा पनि बसियो, गण्डकी छेउमा किनारमा। हेर्नुहोस् त ऊ गण्डकी सुसाएर यस्तो बढिरहेछ। यहाँ तपाईँहरूलाई मेरो भोइस पनि सुन्नु गाह्रो परिरहेको होला। गण्डकी दृश्य हेर्नुहोस्। एक त गण्डकीको विशेषता नै सुसाउने, त्यसैमाथि वर्षाको पानी झनै जङ्गल सुसाएर चौपट भएको छ। माथिपट्टि मणिपाल देख्नुभएको छ होला नि, मणिपाल पनि छ माथिपट्टि। पहिला हामीले झोलुङ्गी पुलबाट नै यताबाट जाने गर्थ्यौँ भनेदेखि नारायण थानबाट प्रायः जसो मान्छेहरू पक्की बाटोबाट जाने गर्छन्, तर पदयात्री भनेदेखि यताबाट पनि जाँदो रहेछन्। तल सुसाउँदै गरेको चञ्चल गण्डकीको पानी, माथि कालो बादल छाएको आकाश, बिचमा यो हरियाली। के मेरा दर्शकहरूको मन आतुर भएको छैन यस ठाउँको अवलोकन गर्नको लागि? उता कुटी पनि रहेछ, कुटीमा चाहिँ अब पुजारीहरू बस्ने होलान्। अब युवा अवस्थासम्म मैले यसको वरपर नै मैले आफ्नो समय व्यतीत गरेको हो। यही ठाउँ हो मेरो किशोरावस्था, युवा अवस्था व्यतीत भएको ठाउँ हो। यहाँ आएर हामी खेल्ने कुद्ने बहुत गरिन्थ्यो। साथीभाइ आयो, यहाँ अम्बाका रुखहरू थिए जुन हामीले टिप्दै खाँदै गर्न मिल्थ्यो। अनि यो खरबारीमा खर पन्छाउँदा हामी गण्डकीको किनारमा जान्थ्यौँ, त्यहाँ नुहाइधुवाइ पनि गर्थ्यौँ। कहिलेकाहीँ पानी अलिकति हल्का भएको बेलामा यसो स्विमिङ पनि गरिन्थ्यो। यसरी नै हाम्रो समय यहाँ व्यतीत भएको थियो। अहिले यो ठाउँलाई चिन्न नसकिने भएको रहेछ। अब केही बेर प्रतीक्षा गरौँ।
यो पानी बिदा भइसकेपछि मेरा दर्शकहरूलाई अलि राम्रो तरिकाले अरू दृश्यहरू देखाउने छु। पुच्ची घाटको यो सेरो हेर्दा हेर्दै म यो गण्डकीको नजिक आइपुगेँ, छेउमै किनारमै। यहाँबाट देखिने दृश्यहरू यस प्रकारका छन्। यो बनाइएको के को लागि भन्ने कुरा वास्तवमा नै बुझ्न सकिएन। बनाइएको रहेछ यस्तो, सायद मान्छे बस्नेको लागि हो कि अन्य कुनै कामको लागि हो, त्यो वास्तवमा नै बुझ्न सकिएको छैन। अब म यहाँ किनारमा आइपुगेँ। अब यो हामी युवा अवस्थामा पौडी खेल्ने ठाउँहरू नै हुने, तर चाहिँ अहिले आएर हेर्दाखेरि धेरै कुराको परिवर्तन भएको देखियो। खुट्टा चिप्ले तल खसेला जस्तो भयो त। ल घस्रा घुसु गर्दै गर्दै यहाँ आइपुगेँ। पानीको बहाव पनि यस प्रकार छ। गण्डकी आखिर गण्डकी नै हो। अहिले वर्षायाम भएको कारणले पनि होला यो बढेकै देखेको छ। यी हामी खेल्ने ठाउँहरू हुन्। कुनै समयमा यो तरेर पनि गइन्थ्यो, तर अहिले त्यस्तो हिम्मत भन्ने आउँदैन। आफू खेले हुर्केको ठाउँ भनिदिएर मात्र नहुँदो रहेछ। यो अब डर लाग्ने समय पनि आएको रहेछ के। अब कुनै समय यही खोला सानो लाग्थ्यो, खोलाइ जस्तो लाग्थ्यो, भनेदेखि अहिले गण्डकी नै लागेको छ। मध्यरातमा पनि हामीलाई यहाँ आउन कुनै पनि डर लाग्दैन थियो भनेदेखि अहिले दिउँसै आउँदाखेरि पनि छेउछाउमा बस्दा अलि डरै लाग्ने रहेछ। यहाँबाट म फेरि माथि जाँदैछु। यो तुलसी घाट भनिन्छ यसलाई। तुलसी घाटको अब यो तल्लो भागबाट फेरि म माथि लाग्दैछु। हिँड्दै जाउँ। यहाँको यो तुलसी घाटको विशेषताहरू के छन् सोधौँ भने मानिसहरू छैनन्। आफूले जे देख्यो त्यसैको व्याख्या र वर्णन गरेर जाने हो। यताबाट पनि बाटो रहेछ, यताबाट कता पुगिनु हो, यतैबाट जाउँ कि यो बाटो हिँड्दै जाउँ, कता रहेछ, कता पुगिनु रहेछ। काली बाटो चढ्दै जानु पर्यो। यहाँबाट बाटो समाप्त भएको हो कि अथवा उतै जानु मिल्छ। ए मिल्ने रहेछ। यो सब जलाउने ठाउँ भयो। हेर्दा फुलबारी जस्तो छ। यहाँ फेरि निर्माणको काम हुँदै रहेछ। आवश्यकता अनुसार अब निर्माण हुँदै गएको छ। यो त एउटा बगैँचा जस्तो पो भयो त। वास्तवमा यो डरलाग्दो ठाउँ नै थियो पहिला कुनै समय जब हाम्रो
युवा अवस्थाको समय थियो। त्यतिखेर यहाँ केवल खरबारीहरू थिए, केही अम्बाका बोटहरू थिए। भनेदेखि अहिले यहाँ अति सुन्दर बगैँचा, रङ्गी बिरङ्गी रुखहरू, फुलहरू, संरचनाहरू यसले साह्रै सुन्दर बनाएको छ। यहाँ प्राय मान्छे घुम्न पनि आउँदो रहेछन्। अध्यक्ष नै हुनुहुन्छ। कति भयो हजुरले यहाँ काम गरेको? 4 वर्ष भइसक्यो। अति राम्रो। होइन, यो ठाउँ पहिला हामी खेल्न आउँदाखेरि यो ठाउँ अति डरलाग्दो थियो। हेर्नुहोस्, तपाईँहरूले यस्तो बनाउनु भयो कि अति हेर्दाखेरि यहाँ बसिराखौँ, यहाँ सुते पनि केही फरक नपर्ने। हजुर हजुर। यो दोबाटोबाट म देउरीतिर लागेँ। फुलबारी, मणिपाल, भलाम जाने बाटो यही नै हो। पदयात्रीहरू प्रायः यताबाट हिँड्ने गर्दछन्। भनेदेखि साधन भएकाहरू नारायणथानको पुल, नयाँ पुलबाट उताबाट मणिपाल हुँदै आउने गर्दछन्। यताबाट म झोलुङ्गे पुल निस्किने प्रयास गर्छु। स्कुलका बालिकाहरू सायद स्कुल जाँदै होलान्। खाली स्थान थियो पहिला, अहिले हेर्दा मन्दिर पनि बनिसकेको रहेछ यहाँ पनि। विश्राम स्थलहरू र मन्दिरहरू धमाधम बनेका रहेछन् यस ठाउँमा। ल, ठाउँ ठाउँमा मन्दिर, पार्टी पौवाहरू धेरै नै बनेका रहेछन्। अब यताबाट हामी यो झोलुङ्गे पुल हुँदै जाँदा भलाम देउरीतिर लागे भलामतिर, दाहिनेतिर लागे मणिपालतिर पुगिने गर्दछौँ। अब म झोलुङ्गे पुलमा हिँड्दैछु। पारी भने पक्की बाटो छ जहाँ सवारी साधनहरू प्रशस्त मात्रामा हिँड्ने गर्दछन्। यहाँबाट हेर्दाखेरि गण्डकी यस्तो देखिन्छ। गण्डकी भ्यू यस प्रकार छ। मेरा दर्शक वृन्दहरूको मनोरञ्जनका लागि केही नौलो र रोचक भ्लग बनाउने मेरो प्रयासलाई लाइक, सब्सक्राइब र बेल आइकनमा सहयोगी औँलाहरूले छोएर मेरो आत्मबल बढाइदिनु हुन विनम्र अनुरोध गरेको छु। कमी बेसी केही भए सरलतापूर्वक कमेन्ट पनि गरिदिनु होला है।